आधा दर्जन के गरेको यो ब्राजिल वर्ल्ड कप आउन मात्र 10 दिन मात्र बाँकी छ। यस्तो फर्ममा धन्यवाद कार्लो एन्चेलोटी। पानामालाई केटाहरूले 6 हान्यो। ओ माई गड, यो केटा यो काले भाइ यो रायहान भाइले स्टे भावको कमी हुन दिन्न है। काले काले मिलेर खाऊ भाले। लुइस हेनरिके भिनिसियस दुवैजना आगो। रियल म्याड्रिडको त्यो पर्फर्मेन्स भिनिसियसले आज देखाउँदैछ। राफिना त्यस्तै। के कुरा गर्ने केटाहरूले, बाप रे बाप। भिनिसियस, राफिना, नेमार साइडमा टक्क है। नेमार त फोटो खिचाउनमै व्यस्त थियो। यस्तो माहौल मैदानै भरि स्टेडियमै भरि ओने ओने ओ माने माने मा भन्ने टाइपको बवाल। मुटु काम्यो होला केटाको यार। आधा दर्जन खै ब्राजिल वर्ल्ड कप जित्दैन, ब्राजिल काम छैन यहाँ भन्ने पर्स्यो होला केटाहरू। हेर यो सुरुवात मात्र हो। अब संयुक्त राज्य अमेरिकामा राज गर्नलाई हामी आउँदैछौँ 6वटा स्टार बनाउनलाई हामी आउँदैछौँ संयुक्त राज्य अमेरिकामा। यो कुरा हेक्का राखोस् है। जब नेमार उपस्थिति हुन्छ, शक्ति पर्दछन्, उसको एनर्जी, उसको लिडरसिप नखेली पनि त्यसले इफेक्ट पारिदिन्छ के। हेर कति वर्षपछि 6 हान्दैछ केटाले। जब नेमारको पाइला हुन्छ नि, केटाहरू सबै जोस जाँगर एनर्जी कहाँबाट आउँछ भनेर थाहा हुन्न के। अब याद राख, अब बाँकी म्याच भनेको वर्ल्ड कपमा हान्ने हो, मार्ने हो है। मोरक्को हाइटी यिनीहरूलाई सब फ्याक हान्ने हो, इजिप्टलाई पिट्ने अब 1 हप्ता पछाडि। त्यही हो। भामोस ब्राजिल, जय कार्लो एन्चेलोटी, जोगा बोनेटो भर्खर देख्दैछ। यो सुरुवात मात्रै हो। कसको निन्द्रा हनाम भयो होला, अब तर्स्यो होला, कोमामा पुग्नेवाला छ। भामोस ब्राजिल, जय ब्राजिल, जय ब्राजिल।